तालीले स्वागत गरे रुपेश विष्टले पनि अग्रता यिनको रहेछ सबैभन्दा धेरै ल सबैभन्दा धेरै यिनको रहेछ आम्मा कतिखेर पैसा त जसना निरुता ठगुन्ना लाइक आइच्यो चाहिँ विकास गुरुको भ्लगमा भएको भिडियो मैले चाहिँ स्क्रिन रेकर्ड गरेर टिकटकतिर हाल्नुको अनि फेसबुकतिर पनि आउँछ गाइज ल सबैजनाले विकास गुरुको युट्युब च्यानलमा गएर चाहिँ हेर्न सक्नुहुन्छ गाइज है हेर्नुहोस् त खेलाडीहरूले पैसा कमाउनेको जेनिसा भयो निसा ओहो फुच्चीहरू भर्खरको बच्चा भर्खरको 6-7 वर्षको जस्तो देखिन्छ त हो गेम जितेर पैसा पाएको जस्तो छ है यिनको रहेछ सबैभन्दा धेरै ल सबैभन्दा धेरै यिनको रहेछ आम्मा कतिखेर पैसा त गेम खेलेर पाएको पैसा यो चाहिँ उता पनि पैसा देविका भयो सबैजना म चिनेको छैन गेम चाहिँ हेर्छु है नाम चाहिँ थाहा भएन त्यो चाहिँ त्यो देविका भनेको त्यो ब्लग के भन्छ भलिबल शुभयात्रा भन्दैछ आरुघाट गाउँ युवा क्लबले आयोजना गरेको महिला पुरुष भलिबल प्रतियोगितामाको लागि चाहिँ यात्रा आज गोर्खा आरुघाटसम्मको हो होइन अब यस्तो पो छ है के हो यस्तो देविका चौधरी अझै पनि छिन् टिममा तर उनीबाट कप्तानी भने निरुतालाई दिएको छ अब पुस्तान्तरणको सुरुवात गरेको छ यहाँ निरुता ठगुन्नालाई सुम्पिएको छ एपिएफले पहिलो र अग्रता पनि पुलिससँग खुसी देख्न सक्छौँ स्कोर बराबर गर्नका लागि उत्कृष्ट प्रहार कामना यसपटक आक्रमणमा आइन् र अङ्क लिएर जानेछिन् उषा अब भने अवसर मिना सुनार र मिना सुनारको स्पाइकमा अङ्क स्कोर बराबरी पनि गर्न सफल एपिएफको जर्सीमा मिनाको यो पहिलो स्पाइक अङ्क खुसी पनि देख्न सक्छौँ चान्स हुन सक्छ यहाँ कामना आएकी छिन् सृष्टि उषा भण्डारी भली गरिन् उषा भण्डारीको भली बाहिर अङ्क प्राप्त गरेको छ